सुरता हो कि माया हो जन्जुरो जुरो भो सन्काइदेऊ कि बोलिदेऊ भन्देऊ के कुरो हो। Hi guys, welcome back again. आज चाहिँ म मेरो सेकेन्ड ब्लग एडिट गर्दैछु, त्यसको लागि चाहिँ यो फर्स्ट पार्ट बनाउन लागिरहेको छु किनभने अब सबै कुराहरू अब त्यस्तै भयो, त्यसैले चाहिँ यो आफै बनाउँदै अब 1 वर्षपछि अहिले बनाउँदै हालिरहेको छु। अब चाहिँ हिजो चाहिँ मैले के हालेँ भन्दाखेरि म नेपाल गएको कसरी यहाँदेखि म नेपाल पुगेकोसम्मको चाहिँ मैले आफ्नो भिडियोहरू चाहिँ हालेको थिएँ। आज चाहिँ म के हाल्छु भन्दाखेरि खासमा म चाहिँ नेपाल सरप्राइज भिजिट गएको थिएँ होइन। मम्मीलाई ड्याडीलाई मेरो बाबालाई चाहिँ थाहा थिएन कि म आउँदैछु भनेर, पुरै कम्प्लिटली त होइन, अलिअलि थाहा थियो कि आउँछु भनेर, तर कहिले आउँछु कतिखेर आउँछु यस्तो केही थाहा थिएन। दे आर टोटल्ली सरप्राइज, दे डोन्ट नो अबाउट एनिथिङ। अनि अब आज चाहिँ म भिडियोमा चाहिँ के देखाउँछु भन्दाखेरि कसरी म सरप्राइज गरेँ, कसरी एयरपोर्टबाट घर गएँ, कोसँग गएँ, को आयो म एयरपोर्टमा मलाई लिनलाई, कोलाई थाहा थियो थाहा थिएन, त्यो कुराहरू त्यो भिडियोहरू चाहिँ म अब देखाउन गइरहेको छु। त हजुरहरू हेरेर अब मेरो भिडियोलाई माया गरेर होइन लाइक गरिदिनु होला, कमेन्ट मन परेमा कमेन्ट, मन परेन भने हजुरहरूले एडभाइस पनि दिन सक्नुहुन्छ के सुधार्न सक्छु भनेर, प्लिज गरिदिनु होला ल। प्लिज 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 सब्सक्राइब पनि गरिदिनुहोस् होला। सो यति भन्दै म मेरो भिडियोतिर लाग्छु। एक्साइटेड मम्मीलाई भेट्नलाई यहाँ आतुर भइसक्यो है मम्मीलाई भेट्नलाई। हामी यहाँ सो एक्साइटेड। अब चाहिँ 20 मिनटमा हामी 1 घन्टा लाग्छ। 1 घन्टा जति त लगभग लागिहाल्छ। यहाँबाट भरतपुर जानुपर्छ 20 मिनट त लाग्यो। अब भरतपुर गइसकेपछि त्यहाँबाट ब्याक गर्नु पऱ्यो, त्यसपछि फेरि दाइलाई कुद्नु पऱ्यो, अनि त्यसपछि फेरि अनि गाडीमा घर जाँदाखेरि 1 घन्टामा लाग्छ। दाइले फोन गर्नु भन्नु केही त देखिँदैन। लास्ट राम्रो के हो यो? त्यो भिडियो फोटो हेर नहेरेको
त्यो लाइन छेउमा Oh, welcome back to Chiton. यति हो पुरै सबै Oh. Wow. How good. दिउँसो मिस भयो यहाँ सेल्समेन नि आउँदैछ नि सेल्समेनी कहिले त्यो बनाइसक्यो भन्नु न केटाहरू वाउ चितवन त खतरा बनाएछ बाटो पनि ठुलो बनाएछ टु वे बाफ्रे माथिको बाटो कस्तो दामी भयो हो सरर भयो होला है त्यो दामी छ बेलुका त कस्तो दामी छ माथि बाटो सही हो पुरै बुझ्दिनँ म त के भन्छ सर्टकट बोल्ने कि यो कहाँबाट जानु लाग्यो हामी अब बल्ल फिल भइरह्यो म आएँ भनेर कि बल्ल नत्र त हामी आयौँ आपटाडीको उकालो माथि होइन यो बाइपास ओके बाइपास आयौँ हामी बाटो कस्तो भयो ओ कस्तो दामी भएछ दामी यो डिभाइडर सिभाइडर केही पनि थिएन एउटै बाटो थियो पुरै म त एकदम एक्साइटेड अब घर पुग्नलाई 10 मिनट अहिले 10 मिनट हामी आपटाडी जाँदैछौँ अब आउँछु त भनेको थियो अनि कहिले आउँछ भनेको थिएन नि त म फोन गर्छु भन्थ्यो नि त झन् राम्रो नि कति रमाइलो भएर खेमङ्गलतिर पनि तर्सिरहेको ल खेमङ्गल थाहा पाइसकेको छु त मलाई थाहा रहेछ फेरि कता तपाईँ भनेर सतीश आउँदैछ भन्छ हो र भनेर सतीश मात्रै आयो भन्छ ए कहिले हो र माकै गते भोलि भोलि हो नि त भोलि बाटो हिँडिसक्नुहुन्न सायद पसलमा मान्छे टन्ने होला नि त मान्छे आएर मान्छे देवाड भरिसक्यो पुरै पसलमा कि त्यस्तो भएर हामी जाँदा देवाड पुरै प्याक थियो म लुगाउँ यहाँ मुनि अहिले पछि लुगा एकछिन लुकमा ल भाइहरूसँगै आएको हामी पछि पछि म त सतीशलाई भेट्न आएको भन्छु नि त होइन किन लुक्रो गरेर निस्किने नि एकछिन के गर्दा रहेछ के गर्ने अहिले मैले बस्नु अङ्कल त गाडीमा हेर्नु को भनेर भन्नु पठाउँछु त्यस्तै गर माई गड 5 मिनट त आयो अब है ओहो मैले मन त ढुक 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 भयो के अब त आइ छैन भन्ने भयो होला के अब चाहिँ यो ब्याग यसरी लुक्छु कि म यसरी लुक्छु कि अब त धेरै बेर छैन यो चाहिँ हाइटमा आयो आफ्टर हाइट भिडियो बनाइदिनु अहिले अहिले यसरी समेर हात चाहिँ के यसरी बस्छु यस्तो गर्नु पर्यो सरप्राइज दिन के गर्नु पर्यो नि लुक्नु पर्यो यसरी लुक्नु पर्यो गाडीमा यसरी सुतेर सबै लाएर छोपेर सुत्दै चिन पाले ब्लक छोपेर सुत मैले त्यहाँ अङ्कल त सतीश सामान चाहिँ पानी निकाल्नु त भन्छु अनि पाले आएर ढोका खोलेर के भन्दो रहेछ क्या तपाईँ त्यहाँ सुतिराख्नु तपाईँ अनि यो क्यामेरा त अनि यो के गर्छ छ होला के अनै छ होला अनै छ त आइसकेको पाउनु अनै छ नि त अनि क्यामेरा देखाउँदा त फेरि अनि मलाई देखाउन न तपाईँ निस्केर बिस्तारै होइन बाहिरबाटै त्यहाँ गएर खिचिराख्नु केही हुँदैन कि म यहीँ बस्नु म चाहिँ अङ्कल त सतीश सामान चाहिँ गाडी पनि निकाल्नुहुन्छ है नजिक गएर अनि अटो त्यहीँ छ त पहिला यसरी खिचे जस्तो गरिदिनु है अङ्कल आन्टी हुन्छ क्या नमस्ते नमस्ते रहेछ त खोइ त यहाँ आँखा के भन्नु त ग्यास गरेर तपाईँले ग्यास गरिसकेको थियो क्या ग्यास गरेर थिएन अहिले ट्राई गरिरहेको शनिबार आउँछ र शनिबार हिँड्छु शनिबार मैले फोन गरेर राखेको अङ्कललाई शनिबार म फ्लाइट हुन्छु अनि शनिबार आउँछु भन्थ्यो यसले ए आइतबार आउँछ
गर्छु यो कहिले आएछ भनेर सोच्नु त के भएको यस्तो के मम्मी खुसी हुनुभयो होइन होइन म त तल ढाँटेको आज त बाबाले नि गर्नु पऱ्यो नि के हो बाबा चाहिँ बस्नु यहाँ बाबाले गर्नु पऱ्यो नि के हो यहाँ छिटो त्यहाँ राखेको थियो घिरै मलाई त पैसा चाहिन्छ है बल्ल घर आएर जस्तो भयो सोफी रुन्छु म यो घरको फर्स्ट खाना मेरो भाइ त यहाँ खाइसक्यो है यहाँ मेरो भाइले मम्मी बाबा मिठो भयो हो मम्मीले खुवाइदिनु लगायो यहाँ तँलाई खाइदिउँ बाबु एकचोटि खा ओहो कति मिठो नि मम्मीको हातको ए यहाँ आउनु त बाबा कहाँ जान्न हो र तपाईँ अब यहाँ पैसाको कन्तुर दिनलाई चाहिँ पैसाको कन्तुर दिन लाग्यो मैले पैसा दिनु लाग्यो अस्ट्रेलियन डलर दिन्छु भनेर तपाईँलाई युएस डलर लिएर आएको थिएँ अनि कहाँ यही ब्यागमा हाल्नु भएको युएस डलर लिएर आएको छु त्यही भएर US डलर तपाईँलाई दिन्छु भनेर मेरो गिफ्ट बाबालाई ल खुसी हुनु भयो 14 हो सबभन्दा महँगो सबभन्दा एकदम बाबु मक्का तिनवटा आँखा भएको लिएर आइदिएको है फेरि US डलर तिनवटा आँखा भएको तँली हो क्या तिनवटा आँखा भएको होइन मैले त उसले चाहिँ अङ्गला लिएर आला अरे अङ्कललाई बाबालाई भन्थेँ भयो? ए तँलाई मैले दिनु है सम्झा मलाई बिर्सेँ एप्पल आइडी चाहिँ लोड गरे मैले गरिदिइसकेँ सबै गरिदिएको चलाएर लिएर आइदिन्छु अनि एप्पल आइडी के कति हो नि राखिदिन्छु कि राखिदिन्छु ल ए बाबा खोल्नु न मैले चाहिँ ए सबै बोकेर आएको थिएँ कि कति धेरै यता आउनु न यता उज्यालोमा ल खोल्नु न अब यो यहाँ राख्नु मैले यो हो त्यसो हो त्यो अनबक्सिङ त गर्नु न अनबक्स चाहिँ भएन अब कसरी खोल्ने अन चलाउनु जाने 24 घन्टा चलाएर बस्ने होइन फेरि ओके यसको यो कसरी हो ल देखाउनु तिनवटा आँखा भएको चाहियो भनेर मोबाइल हेरेर यहाँ थाहा थियो है तपाईँलाई मैले ल्याइदिन्छु भनेर है थाहा छैन ल्याउनु न भने खुसी अरे सोफी देखाउने यता होइन यसमा सिमै छैन त अनि कहाँ खुल्छ त नि खुलिसक्यो कि बाबा ए खुल्दैछ कतिवटा आँखा भएको चाहिएको थियो अरे बाबा होइन ठिकै छ कतिवटा आँखा भने तिनवटा आँखा छ चलाइ गर्ने होइन नि फेरि त्यहाँ यो मोबाइल चाँडै हो नि 24 घन्टा मोबाइल चलाएर यसको फेरि ब्याट्री हेल्थ सकिन्छ त्यो ब्याट्री टिक्दैन यो मोबाइलको यही त बिमारी हो नि हो त्यो धेरै चलाउनु भएन नि त चिप्पा खाएर राखिरहनु पऱ्यो यहाँ यहाँ के हेर्दै खाँदै हेर खुल्लै छैन र खुलिसक्यो खुल्नदै ल सबै आउनु भएर लिएर आइदिएको ह्याप्पी कति ए धेरै ल ओ माई गॉड मेरो भाइले मलाई बोले कि मारे भन ए कस्तो अँधेरो अँधेरो आयो लाइट गर्नु नि त ल फेरि हस्तान्तरण गर हेर्नु बाबा मेरो गिफ्ट लाइट अँधेरो भाइले ल ल बा धन्यवाद माई ब्रदर खोल गरेको त हगै गरेन यार मलाई मम्मी भिडियो बनाइदिनु यहाँ बनाउँदैछ बाबा हेर्न आउनु मेरो गिफ्ट धेरै त परेन 25-26-27 हजारको घडी हो
त्यत्रो हजारको घडी के फर्स्ट टाइम लगाउने अहिले राम्रोसँग खिच्नु न बक्स बस्न तैँले बस्न बाबु सँगसँगै दिदीभाइ अटस मटस भइसक्यो त्यो पछाडि गॉड पङ्खाले कस्तो आएछ केस ब्रान्डेड ओ माई गॉड धेरै धन्यवाद मलाई यस्तो मन परेको घडी है यो गाइज है मलाई एकदम मन परेको लगाइदिनु बाबु मलाई पनि लगा न पहिला नि किनिदिन्थ्यो मेरो भाइले नकिनिदिएको होइन तर यो ग्यारेन्टी वारेन्टी त्यही छ है यो जहाँ पनि चल्छ इन्टरनेसनल हो त्यही भयो भने ग्यारेन्टी वारेन्टी छ त्यो घडी किन खोलेको यही लाउन लाग्यो मैले बाहिर खोलेर राखिदिन्छु त्यो ब्ल्याक त्यो तैँले यहीँबाट लग घडी होइन त्यो चल्दैन रे मैले चार्जै गर्दिनँ कि झ्याउ लाग्छ त्यतिकै लाग्यो भने चाहिँ कस्तो राम्रो छ रोकिने हुन्छ मम्मी एकछिन रोक्नु न फेरि अनि बनाउँदा ल मैले भिडियो बनाइदिएँ अहिले गरे हुन्थ्यो म चाहिँ बजार घर आइहालेँ ल जानु बिस्तारै जानु है आइफोन बोकेर नजानु बा आइफोन बोकेर नजानु है है भाइको गिफ्ट वा घडी राम्रो छ यो चेन मिलाउनु पर्छ है हेर्नु त कस्तो राम्रो देखेको धन्यवाद यो अङ्कललाई मोबाइल अङ्कल छोराको गन्तन कुरा भइरहेको छ यहाँ कति दिन पछि होइन गन्तन गर्नु के चित्त परेन अरे मम्मीलाई कहीँ चित्त परेन अरे चित्त पऱ्यो सबै ल बल्ल पो बनाएर यो चाहिँ अस्ट्रेलियाको गिफ्ट मेरो मम्मीलाई यहाँ लाल मम्मी लगाउनु मक्ख पर्नु यो चाहिँ मासु सेकेर खाने रे यो चाहिँ के अरे पानी पानी हालेर फिल्टर अनि त्यो चाहिँ मलाई मसला पिन्ने मसला पिने भनेको चपिङ प्याज स्याजहरू काट्ने होइन मोमो बनाउँदाखेरि दुःख भयो भनेर यस्तो ल्याइदिएको छु धन्यवाद ल सधैँ ल्याइदिएको ल्याउनु पनि त डब्बा